आज एउटा सानो भिडियो लिएर आएको छु हजुर माझमा। छुचुन्दरा र मुसाको कहानी। जुन घरमा छुचुन्दराको बास हुन्छ त्यो घरमा राम्रो हुन्छ, अति फलदायक हुन्छ। छुचुन्दराले बास गर्नु भनेको धनमा प्रगति, सन्तानमा प्रगति, जमिनमा प्रगति, चौपामा प्रगति, स्वास्थ्यमा प्रगति। छुचुन्दराको बास भयो भने घरमा कहिल्यै हटाउनु नै। यदि छुचुन्दर घरमा आउँछ भने त्यो छुचुन्दरलाई घरबाट निकाल्नु हुँदैन, उपयुक्त मानिन्छ, राम्रो हो। अनि यदि घरमा मुसाको बास हुन्छ, मुसा आउने जाने गर्छन् भने राम्रो होइन। हुन त मुसा भगवान गणेशको बाण हुन्, तर वास्तुशास्त्र अनुसारमा मुसो घरमा प्रवेश गरेको छ भने राम्रो मानिन्न। मुसो घरमा प्रवेश गर्छ भने हानि नोक्सानी, कलह, गरिबी, दुखी बिरामी, खानामा सुक्खा, जमिनमा तुलफल कम, गाई भैँसीमा दुध कम, हरेक चिजमा हानि गर्छ। कसले? मुसाले। मुसो घरमा आउनु भनेको राम्रो होइन, तर मुसालाई मार्नु पनि हुँदैन, त्यसलाई घरबाट निकाल्ने, भगाउने। वास्तुशास्त्र अनुसार मुसो राम्रो होइन। मुसाले घर छोडेपछि राम्रो हुन्छ, तर मुसो आउनु लागेपछि घरमा एक त मुसाले हानि नोक्सानी पनि गर्छ, आतंक मचाउँछ। दोस्रो, वस्तुदोष अनुसारमा राम्रो मानिन्न, राम्रो मानिन्छ, कुनै त्यसले राम्रो गर्दैन। त्यस घरको मूल्य मान्छे, दुखी बिरामी, खर्चको माध्यम, लडाइँ झगडा, घरभित्र कलह, मनमेटाव, मुसाको बास हुन्छ भने। तर छुचुन्दराले यति घरभित्र रहेन, देवदेवताको बास, पितृको बास, हरेक चिजमा फलदायक, दुखी बिरामी कम, खर्च कम, गाई भैँसी बराबर दुध दिने, अनाज लगाए पनि अनाजमा नहुने, फलदायक हुने, सबैतिर राम्रो हुन्छ। यो मुसा र छुचुन्दराको भिडियो वास्तुशास्त्र अनुसार भने एउटा छोटो भिडियो हो। हजुरहरूलाई कस्तो लाग्छ? यदि राम्रो लाग्यो भने एक शेयर, लाइक, सब्सक्राइब, कमेन्ट अवश्य गरिदिनु होला। धन्यवाद।